ओहो दाइहरू नमस्कार। के छ यहाँ, कस्तो छ, के छ समस्या परेको छ? ल भन्नु तपाईँ। समस्या त यहाँ हामी यहाँको 15 दिन भइसक्यो होइन। हजुर मेन पावरले पठाए यहाँ उद्धार पनि गरिरहेन। मेन कम्पनीमा लिएर गएको छैन हामीलाई। हजुर यहीँ लिएर बसाइरहेको छ। न हजुर खानेको व्यवस्था त न केही चाहिँ सुत्नेको 12 जनाको टिम छ यहाँ। हजुर सुतिरहेको छ। नेपालदेखि चाहिँ यो अल्ट्रास इन्टरनेसनल मेन पावरले पठाएको। ए यहाँ चाहिँ हामीलाई अप्ठ्यारो बनाएको छ। कति दिन भयो आजसम्म? आजसम्म 15 दिन जति भइसक्यो। केही उद्धार छैन, खानेको केही व्यवस्था छैन। यत्तिकै बसालेको छ। मेन पावरले यहाँ बसाल्यो, यहाँ पठाइदियो। यहाँ उद्धारै गरेको छैन। यहाँ कम्पनी मेनले लिन पनि आएको छैन। एक ठाउँ लिएर बसालिदिएको छ सबैलाई। हामीलाई बिजुक बनाएको छ। अलि खानासानाको पैसा दिएको छ कि चाहिँ? कहाँको पैसा दिन्छ? सेलरी पनि दिएको छैन, पैसा पुरै गर्नुहुन्छ केही पनि दिएको छैन। हामीलाई बिजुली बनाएको छ। यो मेन पावरलाई कल गर्छ, मेन पावरले कल रिसिभ पनि गरेको छैन। साला चोरहरू कहाँ लुगाएको थाहा पनि छैन, रिसिभ पनि कसैको ब्लक हानेर बसेको छ मेन पावर। साला फटाहरू। अनि मेन पावरले सोधेन कि के छ केटाहरू, के छ कस्तो छ समस्या पऱ्यो? पुरै छैन नि पैसा। 3 लाख 4 लाख एकजना व्यक्तिबाट पैसा लिएको छ। कहाँ सबैजनासँग कति कति लिएछ? कुनैबाट 3 लाख ल्याएको छ, कुनै 3.5 लाख, कुनैबाट 4 लाख लिएको छ। टोटल पैसा खाएको छ लिएर चोर बदमासहरू। यिनीहरू एउटै मिति पैसा खान्छ। यिनीहरूको मेन पावर साला ढुस्टे भएर आगो हाल्नुपर्छ। साला चोरहरूको साला यति पैसा खाएर भाग्छु भनेको छ होला। साला पेट्रोल हालेर यसको बाउ आमा यसको खानदान छोरीहरू पनि छ, छोराछोरी पेट्रोल हालेर साला यसको घर जग्गा पुरै जलाइदिनुपर्छ सालाहरूको। एक एक गरेर यिनीहरूको एक एक गरेर चिनेर सबैले चिनेको छ होला। उसको फोटो सहितको उसको घर कहाँ छ, लोकेसन सबैलाई पट्टा पनि थाहा पनि छ होला। साला चोरहरूले पुरा लुटेर डरो बनाइसक्यो हामीलाई। जस्तै वरिष्ठ हामी यहाँ भिख माग्न आएको हो र भिख माग्न आएको र पैसा 2 लाख 3 लाख रुपियाँ तिरेर आएको छ। काम लगाउनु परेन कम्पनीमा। 1 रुपियाँ किसिम भोगोइ बसाला यस्तो पनि हुन्छ। जस्तै साला भ्रष्टाचारी नेताहरू यहाँबाट भगायो के, त्यस्तै यो मेन पावरको भ्रष्टाचारी मेन पावरले यहाँ नेपालबाट भगाउनु पर्छ के। आउने बेला के भनेको छ मान्छेलाई? हेर कस्तो छ यस्तो नेपालीहरू। नेपाली नै नेपालीको रगत चुसिरहेछ हो यहाँ। साला चोर यत्रो मान्छे बिजुली छ हिजो खानै पाएन, न फोन छ, न वाइफाई छ, न केही छ। बिजुली बनाएको छ यहाँ मान्छेहरूलाई। यस्तो नि हुन्छ। साला चोरहरूलाई एक एक गरी अरू हामीलाई केही थाहा छैन। नेपाल उद्धार गरोस्, नेपाल ल्याओस्, त्यसपछि यिनीहरूको हामी जान्छौँ कि मेन पावर सिरी आएर पेट्रोललाई आगो बालिदिन्छ सालाको। दुनियाँको पैसा लुटेर खाने चोरहरू। यिनीहरूको आगो मात्रै यिनीहरूको प्राइभेट घर छ नि, घरमा आगो हालिदिन्छ साला चोरहरूको। सबैको एउटै विचार छ। मेन पावर हो ओम भन्ने पठाएको मलाई। ओम भन्ने त्यहाँको चेयरम्यान ओम हो, अरू को हो सबैले भन्न मेरो नासिर इन्टरनेसनल मेन पावर प्लेसमेन्ट सर्भिसेस प्राइभेट लिमिटेड यो छ ललितपुर कुपुन्डोल भन्ने ठाउँमा छ। हामी सबैजनालाई त्यसै मेन पावरबाट पठाएको हो। खत्तम बना हामीलाई उद्धार हुनु पर्यो। उद्धार भएपछि के हुन्छ, नेपालमा गएर हामी आफै जानेको छौँ। यिनीहरूलाई आगो हाले तरबा पेट्रोल हालेर मार्नुपर्छ यिनीहरूलाई। साला चोर बदमासहरू फटाहरू। सर यहाँ नेपालीहरू 12 जना नेपालीहरू यहाँ फसेको छ। साउदी अरबिया यहाँको फिलहाल यहाँको के चाहिँ खाने भुइँमा सुत्दा यस्तो छ हालत त्यस्तो छ। यहाँ सुत्या चाहिँ नसुत्ने थोरै बोतल नआउने ठाउँ न केही छ। साला चोरहरू 10 दिन भइसक्यो। न मेन पावरले सर यहाँ 12 जना नेपालीहरू छ यहाँ विचलितमा परेछ के। यहाँ फिलहाल जद्दामा छ क्या, फिलहाल जग्गामा छ। 12 जनालाई उद्धार गर्नु पर्यो। अनि नासिर इन्टरनेसनल मेन पावरले हामीहरू पठाएको छ। 2.5 लाख कसैले 3 लाख लिएछ के कसैसँग। हामीहरूको यो भिडियो मेन अफिसमा पुर्याइदिन अनुरोध छ। साला फटाहरू साला